आदरणीय दर्शकवृन्द नमस्कार। प्राइम टाइम लाइव में स्वागत करै छी। आई विशेष कऽ कऽ विश्व बैंक के एकटा जे काज छै, विशेष कऽ कऽ बात करी तऽ तथ्यांक के बात, तथ्यांक केना कऽ संकलन करऽ के चाही, एकर महत्व कते छै, एहि विषय में छोट बातचीत करऽ जा रहल छी। आई स्टूडियो में बजल छी रवि कुमार के। ओहिसँ पहिले किछु कहऽ चाहै छी जे विश्व बैंक के जखन बात कयल जाए तऽ 1944 में विभिन्न देश सबके मिलकर एकटा एकर स्थापना केने रहे विश्व बैंक के, जकरा IBRD कहल जाए छै, इंटरनेशनल बैंक फॉर रिकन्स्ट्रक्शन एंड डेवलपमेंट कहि कऽ स्थापना कयल गेलै। तहिना IDA कहि कऽ स्थापना कयल गेलै, अंतर्राष्ट्रीय विकास परिषद कहि कऽ। विशेष कऽ कऽ ई दुनू संगठन के काज छै जे गरीब देश सब छै, जे मध्यम वर्ग के देश सब छै, तकरा सबके केना कऽ सहयोग कयल जाए। शुरू में पुनर्संरचना के बात केने रहे जे दोसर विश्व युद्ध भेल रहे तऽ देश सबके अवस्था नाजुक भेल रहे, तऽ ओकरा सबके केना कऽ बढ़िया बनायल जाए, पुनर्निर्माण के काज केना कयल जाए ओहि देश सबके, ताहि पर गठन भेल रहे। लेकिन बाद में जाकर जे अखन के अवस्था में बात करिए तऽ युद्ध के कोनो बात नहीं छै, लेकिन जे सब गरीब छै, जे सब मध्यम वर्ग के देश सब छै, तकरा सबके केना कऽ सहयोग कयल जाए, ई उद्देश्य से विश्व बैंक के स्थापना कयल गेलै। आ विशेष कऽ ई दूटा संगठन ओही में आबद्ध छै, ओहि मार्फत ई सहयोग करै छै विश्व बैंक। आई विशेष कऽ कऽ विश्व बैंक के एकटा जे और एकटा काज छै तथ्यांक संकलन करऽ के, तथ्यांक केना कऽ जनरेट करऽ के चाही, ताहिके बाद तथ्यांक के केना कऽ इम्प्लीमेंट करऽ के चाही, एकर महत्व कते छै, ई यावत विषय सब ई सब काज करै छै। आई विश्व बैंक नेपाल के एकटा तथ्यांक अधिकृत आयल छै रवि कुमार। सबसे पहिले हुनका स्वागत करै छी। तपाईलाई स्वागत छ कार्यक्रममा। धेरै धन्यवाद सर। मैले अलिकति ब्याकग्राउन्ड भने हैन, यसमा त अरू कुराहरू धेरै छन् हैन, विश्व बैंकको विषयमा कुरा गर्ने भनेर। अब सन्दर्भमै जाउँ, यो जुन तथ्यांक सङ्कलनको जतिखेर कुरा हुन्छ, यो कतिको महत्त्व राख्दो रहेछ तथ्यांक सङ्कलनको विषयमा कुरा गर्ने हो भने? तथ्यांक चाहिँ सर जुनै पनि देशमा, जुनै पनि ठाउँमा धेरै महत्त्वपूर्ण हुन्छ। तथ्यांकलाई लाइफ ब्लड अफ डिसिजन मेकिङ भनेर भन्ने गरिन्छ। तथ्यांक भएन भने जुन योजनाका कार्यक्रमहरू हुन्छन् त्यसमा कति प्रगति भए, कति भएनन् भन्न गाह्रो हुन्छ। तथ्यांक भएन भने सर कुन ठाउँमा कसरी सहयोग गर्नुपर्छ त, के हो सबभन्दा टप प्रायोरिटी, त्यो भन्न पनि गाह्रो हुन्छ। त्यसैले तथ्यांक चाहिँ सर हाम्रो विचारमा जहाँ पनि देशको लेभलमा, त्यसपछि एउटा संस्थाको लेभलमा, समाजको लेभलमा र इभन एज एन इन्डिभिजुअल एउटा नागरिकको लागि पनि धेरै नै महत्त्वपूर्ण हुन्छ भन्ने मेरो विश्वास छ। हजुर, अब जस्तै तथ्यांक सङ्कलन गर्दाखेरि जुन चुनौतीहरूको कुरा हुन्छ हैन, त्यो कस्ता चुनौतीको सामना गर्नुपर्छ तथ्यांकका विषयमा? अब ठाउँ हेरी सर धेरै किसिमको चुनौतीहरू हुन सक्छन्। यसो प्राय चाहिँ तपाईँको क्यापासिटी छ कि छैन हैन, राम्रो या के भन्छ भन्दाखेरि डिजिटल टुल्सहरू छ कि छैन। अहिलेको जमानामा जुन आइप्याडहरूदेखि लिएर मोबाइलहरूदेखि लिएर जुन डाटाहरू कलेक्ट गर्ने गर्छन्, त्यसैले तपाईँको यो ठाउँ हेरी तपाईँको च्यालेन्जहरू फरक हुन सक्छन्। तर दे आर कमन च्यालेन्जेस एक्रस कन्टेक्स्ट भनौँ न, देश एक्रस कन्ट्रिज हुनसक्छ। अनि त्यसैको लागि कपेसिटी बिल्डिङ चाहिँ, क्षमता बनाउनु चाहिँ धेरै नै महत्त्वपूर्ण हुन जान्छ। राम्रो तथ्यांकलाई कलेक्ट गर्नु छ र प्रयोग गर्नु छ भने। हजुर, अब तथ्यांकको महत्त्वको कुरा गरिदिउँ भने मानिसको जीवन भनौँ डेली लाइफको कुरा गरौँ, त्यसमा पनि तथ्याङ्कको आवश्यकता पर्ला, या कोही भनौँ बिजनेस गर्न गइरहेको अवस्था छ भने त्यहाँ पनि तथ्याङ्कको आवश्यकता पर्ला हैन। जुनसुकै काममा पनि हैन, सरकार चलाउनु छ भने त्यहाँ पनि तथ्याङ्कको आवश्यकता पर्छ हैन, सबैले तथ्याङ्क कलेक्ट गर्छन्। वास्तवमा तथ्याङ्क हाम्रो जीवनमा कतिको महत्त्व राख्छ वास्तवमा विकासको दृष्टिकोणले हेर्ने हो भने? धेरै नै महत्त्व राख्छ। मैले भने जसरी सर यो तथ्याङ्क चाहिँ इट्स ए लाइफ ब्लड अफ डिसिजन मेकिङ। आज सर हाम्रो साथीहरू 5 जना जति कुरा आउनुभएको थियो मसँगै, अनि हामीले चाहिँ हाम्रो यो नेपाल डेभलपमेन्ट अपडेट, यो बाइनियल रिपोर्ट हो वर्ल्ड ब्याङ्कको, त्यो रिपोर्टको स्पेसल फोकस चाहिँ तथ्याङ्क हो।
अनि त्यो रिपोर्टले चाहिँ के भन्छ भन्दाखेरि विदाउट डाटा इट विल बी हार्ड टु ट्र्याक डेभलपमेन्ट प्रोग्रेस। नेपालका आफ्नै देशको योजनाहरू पनि छन्। जस्तो मेरो साथीहरूले आज प्रेजेन्टेसन गर्दाखेरि पनि भन्नुभयो तथ्याङ्क भएन भने तपाईँको विद्यार्थीहरूले पनि आफ्नो प्रोग्रेस थाहा पाउँदैन र के गर्नुपर्छ भन्ने कुरा ज्ञात पनि हुँदैन। हजुर सर, हो, जानकारी पनि हुँदैन कि अब के गर्ने। हजुर 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 एकदम सही। अनि त्यसैले हामीले के सल्लाह दिन्छौँ भन्दाखेरि या त विद्यार्थी होस् या व्यक्ति या संस्था या समाज या देश, हामी सबैले चाहिँ तपाईँको तथ्याङ्कको प्रयोग गर्ने डाटा कल्चर चाहिँ डेभलप गर्नु पर्यो। त्यो चाहिँ धेरै नै महत्त्वपूर्ण हुन्छ। हजुर, अब जसरी तपाईँले भन्नुभयो कि डाटा कल्चर डेभलप गर्नु पर्यो होइन, त्यसको लागि मुख्य रूपमा के आवश्यकता पर्छ? जस्तै अहिले त परिवेश परिवर्तन भइसक्यो होइन, पहिले ढड्डाहरूमा तथ्याङ्कहरू हुन्थ्यो होइन, त्यसलाई कलेक्ट गर्नुपर्ने आवश्यकता छँदैछ होइन। अनि फेरि अहिले त परिवेश परिवर्तन भइसक्यो, एक ठाउँ बसेरै तथ्याङ्क कलेक्ट गर्न सकिन्छ होइन, घर घर पुग्नुपर्ने अवस्था नपुगे नै हुन्छ भनेर भनिन्छ नि। वास्तवमा अहिले समय परिवर्तनसँगै तथ्याङ्क सङ्कलन गर्ने जुन परिपाटी छ नि, त्यो कसरी परिवर्तित हुँदै गएका छन्? अब संसारभरि नै हेर्ने हो भने तपाईँको यो तपाईँले भने जस्तो नै धेरै डिजिटल टुल्स, टेक्नोलोजिकल टुल्सहरू आइसक्यो। सबैजनासँग मोबाइल छ। त्यसपछि तपाईँको हामीले यो मोबाइल चलाउँदाखेरि जस्तो तपाईँको ट्विटर भयो, फेसबुक भयो चलाउँदाखेरि पनि हामीले धेरै नै तथ्याङ्क सबैले प्रड्युस गरिरहेको हुन्छ सर। जसरी मैले अगाडि भनिरहेको थिएँ, तथ्याङ्क चाहिँ धेरै नै महत्त्वपूर्ण हुन्छ, या त व्यक्तिको लेभलमा या संस्था या समाज या सरकारको लागि नै। अनि त्यसैले तथ्याङ्कको प्रोडक्सन र तथ्याङ्कको प्रयोग गर्नु धेरै नै महत्त्वपूर्ण हुन जान्छ। अनि अहिले जसरी हाम्रो मैले भन्दै थिएँ, मेरो साथीहरू 5 जना मसँगै आज जनकपुर आउनु भएको थियो। हामीले नेपाल डेभलपमेन्ट अपडेट, यो हाम्रो बाइएनुअल रिपोर्ट हो वर्ल्ड ब्याङ्कको नेपाल अफिसको, त्यो रिपोर्टको डिसेम्बर 2019 एडिसनको चाहिँ तपाईँको स्पेसल फोकस तथ्याङ्क नै छ। जसरी हाम्रो साथीहरूले भन्दै थिए आज, तपाईँको तथ्याङ्क भएन भने, तथ्याङ्कको प्रयोग भएन भने तपाईँले के भन्छ भन्दाखेरि देशमा या व्यक्तिले नै के काम गर्नुपर्ने छ या कुन योजना चाहिँ धेरै इम्पोर्टेन्ट भयो, कुन योजनाको कुन प्रोजेक्टको तपाईँको प्रोग्रेसहरू कहाँ पुग्यो भने ट्र्याक गर्नै गाह्रो हुन्छ। त्यसैले तथ्याङ्क अगेन धेरै नै धेरै महत्त्वपूर्ण कुरो हो। हजुर, जसरी जुन रिपोर्ट आज सार्वजनिक गर्नुभयो नि, त्यो रिपोर्टले वास्तवमा के भन्छ तथ्याङ्कको विषयमा? के रहेछ त्यो रिपोर्टमा समेटेका कुराहरू? त्यो तथ्याङ्कको जुन रिपोर्ट आज हाम्रो जुन साथीहरूले यहाँ डिसिमिनेसन ट्रिपमा आउनुभएको थियो, त्यो रिपोर्ट चाहिँ काठमाडौँमा डिसेम्बर 2019 पहिलोचोटि सार्वजनिक गरेको हो। त्यसको एउटा सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ नेपालमा तथ्याङ्क छ। अनि सबभन्दा महत्त्वपूर्ण कुरो के हो भन्दाखेरि रेकमेन्डेसन चाहिँ, वान अफ द रेकमेन्डेसन्स चाहिँ मेक द मोस्ट युज अफ एक्जिस्टिङ डाटा, भएका तथ्याङ्कहरूको प्रयोग गर्नु पर्यो। अनि त्यो गर्नको लागि चाहिँ क्यापासिटी बढाउनु पर्यो। अनि सर हामीले काठमाडौँमा चाहिँ नेपाल डाटा लिट्रेसी प्रोग्राम नेपालमा चाहिँ हामीले लन्च गरेको छौँ। त्यो प्रोग्राम चाहिँ डाटा लिट्रेसी प्रोग्राम चाहिँ सर 100 आवर फेस टु फेस ट्रेनिङ हो। अनि त्यो लगत्तै के छ भन्दाखेरि तपाईँको त्यो सबै जुन कोर्स मटेरियलहरू जुन छ नि, हामीले फ्रीली ओपन सोर्स वेबसाइटमा पनि राखिदिएका छौँ, dataliteracy.github.io। अनि त्यो कोर्सले, त्यो प्रोग्रामले चाहिँ कलेजका विद्यार्थीहरू भयो, प्रोफेसनल्सहरू भए, एकाडेमिक्स भए, तिनीहरूलाई चाहिँ तपाईँको तथ्याङ्क कसरी खोज्ने, तथ्याङ्कलाई सफा कसरी बनाउने, स्ट्यान्डर्डाइज कसरी गर्ने, त्यसपछि तथ्याङ्कलाई एनालाइसिस कसरी गर्ने। तथ्याङ्कबाट त तथ्याङ्क भनेर त हाम्रो समाजको बारेमा हो, हाम्रै बारेमा हो। त्यो तथ्याङ्कले त हाम्रो बारेमा केही भन्नु पर्यो। त्यसैले एनालाइसिस कसरी निकाल्ने, इन्साइट्सहरू कसरी निकाल्ने, इन्साइट्स निकालेर त कहिलेकाहीँ जस्तो तपाईँको
तथ्याङ्क इन्साइट्स त खालि हामीले आफैले मात्र बुझेर भएन, अरूलाई पनि भन्न सक्नु पर्यो, बुझाउनु पर्यो। त्यसले डाटा भिजुअलाइजेसन कसरी गर्ने भन्ने कुराहरू सिकाउँछन्। अनि अर्को कुरो चाहिँ तपाईँको त्यो कोर्समा के छ भन्दाखेरि यो मोबाइल टेक्नोलोजीहरू, डिजिटल टेक्नोलोजी प्रयोग गरेर तथ्याङ्क कसरी कलेक्ट गर्ने भनेपछि भेरी बेसिक लेभल अफ ट्रेनिङ पनि प्रोभाइड गर्छ। अनि के भन्छ भन्दाखेरि यो प्रोग्राम चाहिँ भर्खर हामीले पाइलट गरेको, अनि वी होप द्याट यो प्रोग्राम स्पेसली विद्यार्थीहरूलाई, यङ प्रोफेसनल्सहरूलाई धेरै नै हेल्पफुल हुन्छ भन्ने हाम्रो चाहना छ। हजुर, अब जहाँसम्म तथ्याङ्कको कुरा गर्ने हो भने अब महत्त्वको कुरा भइहाल्यो होइन। अब यसको साक्षरताको कुरा गरौँ होइन, त्यो कस्तो पाउनुभएको छ? यसमा चाहिँ जस्तै अनभिज्ञता हुन्छ नि, तथ्याङ्कको महत्त्व त एउटा कुरा छँदैछ होइन, यो महत्त्व छ, तर यो यतिको महत्त्व छ भन्ने कुराको त साक्षरता हुनु पऱ्यो, त्यो एउटा ज्ञान त एउटा हुनु परेन होइन। त्यसमा के भन्नुहुन्छ? तथ्याङ्कको जस्तो मैले चाहिँ नेपालमा तथ्याङ्कमा ओपन डाटामा काम गरेको झन्डै तपाईँको 6 वर्ष जति भइसक्यो। अनि मैले पर्सनली आफ्नो क्यापासिटीमा पनि, अनि मैले के हेरेको छु भन्दाखेरि तथ्याङ्क महत्त्वपूर्ण हो भन्ने अवेरनेस बढ्दै गइरहेछ। हामीले या त पत्रकार होस् या विद्यार्थी या तपाईँका बिजनेसका साथीहरू भए, कसैसँग पनि कुरा गर्दाखेरि तथ्याङ्क चाहिँ धेरै महत्त्वपूर्ण हो भनेर भन्नुहुन्छ। अब रह्यो जहाँसम्म साक्षरताको कुरा, साक्षरता पनि बढाउनुपर्छ भन्ने कुरा भन्नुहुन्छ। अनि त्यसैले अब साक्षरता बढाउन चाहिँ समय लाग्छ। अनि त्यो डाटा युज क्यापासिटी बढाउनको लागि हामीले अगाडि मैले भने जस्तै संक्षिप्तमा तपाईँको नेपाल डाटा लिट्रेसी प्रोग्राम लन्च गरेको छौँ। यो चाहिँ डिफिडको सपोर्टबाट हो यो प्रोग्राम चाहिँ। अनि डिफिड युके एड भन्छौँ, उहाँहरूले सपोर्ट गर्नुहुन्छ यो प्रोग्रामलाई। अनि यो 100 आवर प्रोग्राम चाहिँ तपाईँको अल द रिसोर्सेस आर ओपन फर पब्लिक। अनि यो साक्षरता चाहिँ बढाउनुपर्छ। त्यसपछि तपाईँको यो विश्वविद्यालयहरू भयो होइन, उनीहरूले पनि धेरै नै महत्त्वपूर्ण रोल प्ले गर्नेछन् यो डाटा लिट्रेसी बढाउनको लागि। अनि त्यसैको लागि हामीले काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टसँग पार्टनरसिप गरेर डाटा एनालिटिक्स कोर्स फर अन्डर ग्रेजुएट लेभल बनाउने भनेर हामीले तपाईँको पार्टनरसिप पनि गरेका छौँ। उहाँहरूले त्यही पार्टनरसिप अन्तर्गत यो 7 प्रोभिन्सका केही लेक्चररहरूलाई, प्रोफेसरहरूलाई अहिले तपाईँको यो फेब्रुअरी 2 देखि फेब्रुअरी 6 या 7 सम्म 40 घन्टाको ट्रेनिङ, डाटा लिट्रेसीको ट्रेनिङ पनि दिनुहुन्छ। अनि उहाँ त्यही हामी जनकपुरका पनि 1-2 जना लेक्चर या प्रोफेसरहरू सेलेक्ट हुनुभएको छ मैले थाहा पाएसम्म। अनि सो त्यसरी यो चाहिँ यो काम चाहिँ निरन्तर गर्नुपर्छ, फेरि सबैले गर्नुपर्छ, एकजनाले मात्र गरेर चाहिँ तपाईँको साक्षरता जसरी बढ्दैन थियो 25 वर्ष पहिले, त्यसरी नै यसप्रति जागरुकता बढ्दै गएको छ भन्नुहुन्छ? हजुर हजुर हो हजुर। अब तपाईँको अलिक व्यक्तिगत कुरा गरौँ, त्यसपछि फेरि हुन्छ। तपाईँ जनकपुरका युवा होइन, अब यो विश्व ब्याङ्कमा चाहिँ कसरी तपाईँ यो यात्रा, तपाईँको जुन रह्यो यात्रा अहिलेसम्मको, त्यहाँसम्म कसरी पुग्नुभयो? म चाहिँ धेरै धन्यवाद त्यो क्वेसनको लागि तपाईँलाई। म चाहिँ जनकपुरमै हुर्केको, अनि एसएलसीसम्म जनकपुरमै पढेको, अहिले तपाईँ एसी भन्छन् त्यसलाई होइन। अनि त्यसपछि म 12 सिध्याएर काठमाडौँबाट म अमेरिका गएको कलेज र ग्रेजुएट स्कुल गर्नलाई। त्यसपछि म न्युयोर्कमा काम गर्दै थिएँ, अनि एउटा नन प्रफिट पनि चलाउँदै थिएँ साथीहरूसँग मिलेर, स्कुलहरू बनाउने नेपालमा भनेर। अनि त्यसपछि मेरो चाहिँ विश्व ब्याङ्कको मोटो चाहिँ मिसन चाहिँ सर टु एन्ड एक्सट्रिम पोभर्टी एन्ड बिल्ड सेयर प्रोस्पेरिटी छ। अनि त्यो चाहिँ डेभलपमेन्टमा काम गर्न पाउने मेरो धेरै नै रहर थियो। अनि त्यही एम भएको कारण मैले वर्ल्ड ब्याङ्कमा जागिर अप्लाई गरिरहेको थिएँ एकचोटि चाहिँ लक्कीली विथ गुड रेफरेन्सेस मैले चाहिँ जागिर पाएँ। अहिले जागिर गरेको वर्ल्ड ब्याङ्कमा 7.5 वर्ष जति हुन लागिसक्यो। अनि म धेरै नै आभारी ठान्छु आफूलाई यो अवसरको लागि। हजुर, हुन्छ, हस् त, समयको लागि धन्यवाद।
धेरै धन्यवाद, थ्याङ्क यू सर। दर्शकबिन ओछलैत रवि कुमार विश्व बैंक के तथ्यांक अधिकृत विशेष कऽ आइ हुनकासँ बातचीत करै छलियै जे तथ्यांक के महत्व कतेक छै। तथ्यांक हमरा सबके जीवन, अपना सबके जीवन हो या सरकार हो या समाज हो या हरेक के लेल तथ्यांक कतेक महत्वपूर्ण छै। तथ्यांक भेला के बाद मात्रे ओकरा देख कऽ आगा के जे योजना सब छै से बनाओल जा सकैया। विश्व बैंक केना के काज कर रहल छै, विशेष कऽ तथ्यांक के विषय में एकर लिटरेसी बढ़ावे के लेल की सब काज कर रहल छै, की सब योजना सब आनि रहल छै, इहे सब विषय में बातचीत करै छलियै, छोट बातचीत करै छलियै। बेस्त धन्यवाद, नमस्कार।